हरेक परमेश्वरका छोराछोरीहरूलाई प्रभुले त्यसरी नै उहाँ हाम्रो मालिक हुनुहुन्छ होइन। अब उहाँ मालिकले तपाईँ मलाई के दिनुभएको छ भने यी जिम्मेवारी दिनुभएको छ। आज हामी कतिपल्ट भाइ बहिनीहरू हाम्रो मण्डलीमा आउने विश्वासहरू हामी हेर्छौँ, खालि आफ्नै धन्दा छ, आफ्नै व्यवहारहरू छ, कोही धन कमाउन विदेशिएका छन्, कोही चाहिँ आफ्नै दुनियाँमा रमाइरहेका हुन्छन्। जे छ आफ्नो छ, पहिला आफ्नो इच्छा पूरा गर, आफ्ना सपनाहरू पूरा गर। हामी अहिले मण्डलीदेखि हामी जब बाहिर जान्छौँ नि, तपाईँले मैले गर्ने पहिलो काम के हो भने तपाईँको काम के बाँकी रहेको छ होइन। जतिसुकै आत्मिक मान्छे भए पनि, जतिसुकै प्रार्थना गर्ने मान्छे भए पनि, आज त्यो मान्छे पहिलो कुरा के गर्छ भने चर्च निस्किने बित्तिकै कुन काम छुट्या छ पहिला उसले त्यही हेर्छ। अनि दिनभरि चाहिँ हप्ताभरि महिनाभरि एउटै काम गरिरहन्छ, के भने कुन चाहिँ काम बाँकी भयो, कुन काम चाहिँ गर्न बाँकी भयो। अनि हामी यता बिर्सिन्छौँ परमेश्वरले तपाईँलाई जिम्मा दिनुभएको छ। हामीलाई परमेश्वर संसारमा आफ्नै काम मात्र गर्न राख्नु भएन नि त। प्रभुले तपाईँ र मलाई संसारमा सम्पत्ति कमाउन मात्र राख्नु भएन नि त, धन कमाउनमा राख्नु भएको होइन। धन पनि कमाउनु पर्छ, सम्पत्ति पनि कमाउनु पर्छ, तर सँगसँगै तपाईँ र मैले परमेश्वरको जिम्मेवारीलाई बोक्नुपर्छ। आमेन। यहाँनिर मालिकले नोकरहरूलाई जिम्मा दिएर गएको छ, आफ्नो सबै घर छोडेर। त्यो सम्पत्ति हो नि त उसको, ऊ घरभित्र भएको सबै चिजहरू त उसको सम्पत्ति हो नि। त्यो सबै सम्पत्तिको जिम्मा भनेको नोकरलाई दिएर गयो। आज यो संसार भनेको परमेश्वरको घर हो। तपाईँले मलाई यो संसारको जिम्मा प्रभु दिनुभएको छ। आज मानिसहरूलाई सुसमाचार प्रचार गर्न, मण्डलीमा आएर प्रार्थना गर्न, संगतिमा उपस्थित हुन, एक अर्कालाई चाहिँ उचाल्न, डोर्याउन, प्रभुको शक्तिमा अगाडि बढाउन प्रभुले हामीलाई जिम्मा दिनुभएको छ। हाम्रो काम भनेको एउटै, तपाईँले के गर्नुपर्छ भन्ने होइन। तपाईँको जिम्मेवारी केवल तपाईँको परिवारसँग मात्र छैन, तपाईँको जिम्मेवारी केवल तपाईँको आफ्नो मान्छेसँग मात्र छैन, कारोबारसँग मात्र होइन, व्यवहारसँग व्यवसाय मात्रसँग होइन, मण्डलीसँग पनि छ, प्रभुसँग पनि छ। विश्वासीहरूको आज व्यवहार चाहिँ परमेश्वरसँग पनि छ। आज हामी पछाडि किन छौँ भन्दाखेरि, किनभने आज हामी परमेश्वरसँग मेरो व्यवहार के हो, मेरो जिम्मेवारी के हो, मलाई परमेश्वरले आज के को लागि यो संसारमा राख्नुभयो, प्रभुले मलाई किन चुन्नुभयो, त्यो बुझ्न जरुरी छ हामीले होइन। हामीले केवल पैसै मात्र कमाउने होइन, हाम्रो काम मात्र हामीले गर्ने होइन प्रिय। यदि हाम्रो काममा, हाम्रो व्यवहारमा हामी व्यस्त हुने भने प्रिय, हामी परमेश्वरमा छोड्छौँ। प्रभुको राज्यमा भनेको 50-50 खेल हो। 50 जना यहीँ छोड्छ, 50 जना जान्छ, 50-50 हो। बाइबलले त्यही भन्छ होइन। 2 जना खाटमा सुतेको छ भने एउटा त्यही छोडिदिन्छ, अर्को उठाइदिन्छ। 2 जना खेतमा चाहिँ हली गर्दैछन् भने 1 जना त्यहीँ छोडिन्छ, 1 जना उठाइदिन्छ। त्यहाँ छोडिने मान्छे कस्तो मान्छे हो भने जसले कहिले पनि परमेश्वर आफ्नो जिम्मेवारी देख्दैन। त्यहाँ छोडिने मान्छे त्यो हो, त्यो पापी मान्छे भएर होइन, उसले प्रभुको जिम्मेवारी